हेलो धोकदिया नमस्ते हजुरहरूलाई मेरो भ्लगमा फेरि पनि स्वागत गर्न चाहे भन्न चाहन्थेँ मैले अगाडि तर मैले भन्न सकिनँ त्यसैले यो भिडियो स्टार्ट हुनुभन्दा अगाडि चाहिँ मैले तपाईँहरूलाई स्वागत गर्न चाहे भर्खर किनभने मैले भिडियो बनाउनुभन्दा अगाडि चाहिँ स्वागत गरेको छैन भन्न खोजेको मेरो च्यानलमा तपाईँलाई स्वागत छ मेरो च्यानल सब्सक्राइब गरिदिनु लाइक कमेन्ट गरिदिनु चाहिँ भनेको छैन त्यसैले यो भिडियो बनिसकेपछिको चाहिँ म रुममा आइसकेपछिको हो अनि त्यसैले अघि भन्न नपाएर भर्खर भन्दैछु यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला मेरो च्यानलको नेम भ्लगर रोहन छ र जसले सब्सक्राइब गरिदिनु भएको छ उहाँले यो मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला भन्ने पूर्ण विश्वास गर्दछु है मेरो अलिकति ओठ पनि फुटेछ अनि त्यही भएर टेन्सन छ त्यही अनि यो देखेछ नि यो मेरो चाहिँ के भन्छ यसलाई पोतो हो कि के भन्थ्यो कि यो पानी कम पिउने अनि निद्रा अलिकति धेरै सुत्ने भयो भने यस्तो देखिन्छ अरे भन्ने सुनेको थिएँ त्यही हो म पनि पानी कम पिउँछु अनि निद्रा पनि अब त्यही त हो नि अब 2-3 बजी सुतिन्छ ड्युटी त्यस्तै छ गर्मी छ त्यही माथि त्यसैले अब म अरू यो च्याप्टर क्लोज गरेर अब त्यही हो मेरो ब्लगमा स्वागत गर्न चाहे तपाईँहरूलाई जसले च्यानललाई सब्सक्राइब गरिदिनु भएको छ उहाँलाई धेरैभन्दा धेरै धन्यवाद अनि जसले सब्सक्राइब गरिदिनु भएको छैन मेरो च्यानललाई प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला मलाई सब्सक्राइब भन्न आउँदैन राम्रोसँग सब्सक्राइब त्यही हो मैले भिडियो चाहिँ अब ऱ्यान्डमली आउँदैन ऱ्यान्डमली आउँछ कन्टेन्ट क्रिएटर भिडियो चाहिँ म गर्दिनँ म सक्दिनँ पनि तर मलाई त्यही मैले पहिला पनि भनिसकेको छु अब जस्तै अब त्यस्तै केही अब पार्टी सार्टी इभेन्ट सिभेन्ट भयो भने चाहिँ त्यतिखेर म भिडियो बनाउँछु तर यो भिडियो पनि खासै राम्रो त भएको छैन त्यही पनि एकचोटि हेरेर साथ दिनु होला भन्न चाहे तपाईँहरूलाई होस्टेलबाट नै नमस्ते है त मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहे हस् त धन्यवाद नाइकीको ओरिजिनल अनि अरू को हङकङबाट मगाएको जुत्ता ओरिजिनल नाइकीको आफ्नो त्यो लगाउनु चलाएको छैन के कसो हो ल आज हामी चाहिँ कम्पनी जाँदैछौँ हाम्रो पार्टी छ कम्पनीमा बोलाएको छ शनिबारको दिन सबै कुरा नाइकीको ओरिजिनल लगाउने मान्छे Today our company give the party. अँ So now we are going to the SMW. टु सेलिब्रेट पार्टी हामीले जाँदैछौँ सेलिब्रेट गर्न पार्टी अगाडि केटाहरू गइसकेका छन् उता अगाडि कुरिसकेका छन् हामी दुईजना चाहिँ पछाडि दुगुर्दै लागेर मोर लगाइसक्यो म त्यहाँ स्यासा र फ्यासा भइसक्यो म स्यासा र फ्यासा अगाडि छ केटाहरू अब जान्छ म पछि भेट्छु म उहाँ कुरिरहेको छ केटा देख्यो हो त्यहाँ छ आदि केटाहरू गाडी कुरिरहेको त्यहाँ यस्तो छ अलि रोमानियाको माहौल भन्छ मेट्रो आयो मेट्रो छ केटाहरू ए सुहा छ क्या राम्रो देखिएको छ यार Really? ए त्यही ल आइयो हामी कम्पनी केटाहरू त पारा के फेरि भिलक ल फाइनली आइसक्यो अब हामी पनि जाउँ चाउ ल कम्पनी आइपुग्यो हामी पनि हाम्रो पनि आउँछ बेला बेलामा हल्का
कम्पनी है यो है हेरौँ न यतातिर सब मान्छेहरू छन् क्या सब रमाइलो हुन्छ नि त यता त ल हाम्रो कम्पनी है यो बस छोडेर गइसक्यो यता छ हाम्रो पारा यहाँ किन रोकेको हामी किन रोकेको यहाँ एकछिनपछि के हुन्छ म देखाउँछु है त लाउनबेरीको टोपी पनि पाइयो आसाम डब्लु टोपी लेखेको सब केटाले पाइसक्यो सबले पाइसक्यो मैले पनि पाइसकेँ तर मसँग अलिकति छ नि त यहाँ पनि दिइसक्यो अहिले लगाउनु पर्छ म एकछिनपछि ओहो वेलकम माई भ्लग ब्रो वेलकम माई भ्लग यो भ्लग हो कि फेरि पट्टाउँदैन कि फेरि यो मेरो भ्लग हो कि मेरो युट्युबमा भ्लगमा स्वागत छ सब्सक्राइब हानिदिउँ त मेरो च्यानललाई सब्सक्राइब हानिदिउँ ल अगाडि लाइन छ कि केटाहरू लाइनमा हाम्रो पनि पालो आउँछ केटाहरू त पुरा हिरो बनाइ आउँछन् हामी त यस्तै हो हामी त यस्तै हो केटा लाइनमा छन् हामी एकछिनपछि लाइनमा जान पर्छ यतातिर छ हाम्रो ग्राउन्ड यतातिर गीतहरू बजिरहेको छ रमाइलो हुन्छ एकछिनपछि अहिले देखाउँछु म वेलकम माई ब्लग के छ खबर मेरो गेम हेर्न आएको गेम पेरे त यत्रो म त गर्न सक्दैन तिम्रो चाहिँ गर्ने हो के अरे मेरो च्यानललाई सब्सक्राइब गर्ने पुन आएन पुन आएन ठिक छ लाइन छ यहाँ भित्र सायद टिकट के दिन्छ अरे 100 रुपियाँको त टिकटको लागि चाहिँ कुरिरहेको छन् अब लाइनमा छन् म पनि लाइनमा बस्ने भनेको किन मजाले मिल्यो ल आइसक्यो साइकल पनि हुन्छ भनिरहेको थियो मलाई साइकल पनि हुन्छ भनेर सुनेको थिएँ मैले कता साइकल यहाँ यस्तो 1-1.5 घन्टाको लागि साइकल के यस्तो छ क्याम्पिङ यहाँ पार्किङ यहाँ छ केटाहरू यता छ यता जाऊँ न भित्र चाहिँ छ क्या को यता हाम्रो केटा यता छ सबै नि के त को छ यहाँ अनि त्यो दाइले त नाम लेखाएको त्यहाँ खेल्न जाने जति भन्दैछ यतातिर क्याम्पिङ छ यहाँ छ फुटसल अझ यहीँ गेम हुन्छ मान्छे पनि धेरै मान्छेहरू inaugurarea terenurilor la centrul terenului pe Mihai și pe Franco, artizanii acestui eveniment. Haideți, vă rog, care sunt foarte supărați. मान्छे त्यति धेरै त छैन यार म त मान्छे धेरै हुन्छ होला भन्थेँ यार त्यति धेरै त रहेछ Bună ziua! त्यहाँ भलिबल पनि छ कि भलिबल यार त्यहाँ केटा खेलिरहेछ यार छैन भन्छ त्यहाँ भलिबल हुन्छ त्यहाँ केटा हानिरहेछ त्यहाँ जाऊँ न यसो हामीले पनि यसो हात तताउन साथै जाँदा त सकिन्न खेल्नलाई हल्का हात तताउनु जाऊँ यतातिर फुटबल छ यता भलिबल प्लस बास्केटबल पनि छ छिर्दिउँ है त हामी पनि आज ल यस्तो छ ग्राउन्डको माहौल यस्तो छ है ग्राउन्डको माहौल यहाँ नेट छ यहाँ ल माहौल यस्तो छ यहाँ दामी छ त यार ग्राउन्ड यार ऊ हान्यो ठम्मन सर हान्यो त हान्यो म पनि यसो हान्नु ट्राई गर्न पर्यो यार खै बल हानौँ त एकखेर हानौँ ल म हान्छु ल बल यस्तो छ है म एकछिन हान्छु ल म एकछिन हान्छु ल यहाँ रमाइलो भइरहेछ यार यतातिर भलिबल यतातिर बास्केटबल पनि छ ल अब म हान्छु बल एकचोटि हान्छु ल म एकचोटि हान्छु अब यहाँ एकछिन मलाई भिडियो गरिदिनु त यहाँ भिडियो भइरहेछ है भिडियो भइरहेछ ल हान्यो ठोक्यो बलकाम छैन
यता बास्केटबल, यता भलिबल, ऊ के छ त फुटबल। ल तपाईँलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। ढिला गरेँ है स्वागत म चाहिँ, फेरि पनि लामो समयपछि मैले भिडियो लिएको छु, हेरेर साथ दिनु होला। ओइ नेट तानी तानी हान्छ यार। यता बास्केट, भलिबल, उता फुटबल रमाइलो छ। ल ठिक छ, ल बाँकी चाहिँ अहिले भिडियो आउँछ, हेरिदिनु होला। कम्पनी यहाँ छ यो। अब म यहाँ छु, सब यहाँ छ। लाग्यो धन्य लागेन यार। ल यता बास्केटबल चलिरहेछ हल्का फुल्का। ओ म हान्छु भलिबल, फेरि भलिबल फेरि म हान्छु। ल एकछिन रोकेको छ यहाँ, स्टप भनेको छ, एकछिन रोकिएको छ गाडी। सायद अब यिनीहरू खेल्छ होला भन्नाले नि अब खै। भलिबल यहाँ छ, तर यो राम्रो छैन, त्यस्तो राम्रो छैन यो भलिबल। त्यही नेपालको जस्तो छैन यार, नेपाल जस्तो छैन यो भलिबल चाहिँ त्यति खासै राम्रो छैन। नेपाल जस्तो छैन यो है, एकदम फ्यास जान्छ यो, त्यति राम्रो लागेन। जे होस् त्यही पनि केही भएन, ठिकै छ, रमाइलो भइरहेछ। ल अन्तिमसम्म हेरेर साथ दिनु होला र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, कमेन्ट लाइक पनि गरिदिनु होला है त। म यहाँ छु, मान्छे त्यति धेरै छैन, मैले मान्छे अलि धेरै आउँछ होला भनेको थिएँ, मान्छे धेरै आएको छैन। भलिबल यहाँ छ। ल है त हेर्दै गरौँ ल, स्टे ट्युन। ल लेडिज भलिबल सुरु हुन लागिसक्यो। यतातिर अलिकति 1 2 3 4 5 जना, उता 1 2 3 4 अलिकजना आउँछ होला, 5 जना। अब हामी एकछिन यहाँ ल्याताङ खेल्दै थियो, अब सुरु हुन लाग्यो लेडिजको भलिबल। यो लेडिज नेट हो नि त, होचो छ, त्यही भएर लेडिज खेल्छन्। अब एकछिनपछि यत्तिकै ऱ्यान्डमली चाहिँ होला यो, सायद ऱ्यान्डमली चाहिँ हो यो खेल्न लाग्यो त यत्तिकै। अलिकति दर्शक बाहिर छन्, साइकल पनि हुन्छ भनेर सुनेको थिएँ मैले। ए ल मैचाङहरू यहाँ छन्। रोटेसन होला, रोटेसन। एकजना यहाँ छ मान्छे रहेछ, त्यहाँ टिम नपुगेर होला सायद, त्यहीँ आइसक्यो, खेल्न लागिसकेका छन्। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। भलिबल सुरु भयो। बिचराहरू गरी खेल्यो भए हुन्छ। ले लाग्यो धन्ने। खेलेको हुन्छ बिचराहरू। ला म त नेपाली, म मात्र रहेछु यहाँ त्यहाँभित्र, कोही पनि छैन यार। ड्रोन उडाइसकेको छ, ड्रोन चाहिँ अब माथिबाट कैद गर्छ। अब त दामी हान्छ त यार। कोही पनि छैन त, म मात्र चाहिँ नेपाल त्यहाँ यार। ड्रोन त्यहाँ छ, अब ड्रोनको सट आउँछ। ले बल त
लेडिज पनि त्यस्तै रहेछन् खेल्ने अरे ल Roberto, Pestileu, Mari, Andrea, Mari que dito ba? ल भले बाहिर फाल्दिएर आगे Wila look. ड्रोन त माथि उडिरहेछ यस्तै त हो नि खेल भनेको लेडिज खेल भनेको यस्तै त हो नि के बोल्छ आफ्नै भाषा बोल्छ केही थाहा हुँदैन खाएर त्यहाँ पनि रमाइलो गरिन्छ हेरेन चाहिँ रमाइलो गरिन्छ हजुर हजुर रमाइलो चाहिँ गर्छ अझै ला उनमा चाहिँ टिम चेन्ज भयो यताको उता भयो त्यहाँ खेल्दैछ अरू सर्भिस यताबाट रिसिभ उताबाट हुन सकेन लात्ता लानिदिन्छ के भन्ने अब लाग्यो म फुटबलतिर फुटबल हेर्नुपर्छ अब फुटबल गीत बन्किरहेको छ त्यतिर के छ ओ बुढा के हेर्दै हो फुटबल कसो चलिरहेछ नेपाली रोमानियन हो भित्र कहाँबाट जाने हो ए यहाँबाट जानु रहेछ म चाहिँ भित्र जान्छु अब गोल हान्नुपर्छ अहिले रोमानिया नेपालले गोल हान्नुपर्छ नखेलेको आफू हो नि केटाहरू कुरिरहेछन् आउट 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 हाम्रो हाम्रो हियर हियर नट हियर ल ल ल ल गोल हान्नुपर्छ एकजना नेपाल भर्सेस रोमानियाको है यतातिर चाहिँ फुटबल फेरि रोमानियाको द नेपाल के गोल भने हेर्न त रोनाल्डो सेलिब्रेसन हान्नु हुन्थ्यो नि यार रोनाल्डो सेलिब्रेसन हान्नुहुन्छ रोनाल्डो सेलिब्रेसन हान्यो 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 ए के गरे रोनाल्डो यस्तो रोनाल्डो सेलिब्रेसन हान्नु भनेर के अरे यस्ता गरे
ले Atmosferă încordată la volei, veche pe nume de copii. मान्छेहरू कम्पनी हान्यो के गर्या रोनाल्डो सेलिब्रेसन रोनाल्डो सेलिब्रेसन नखेलेको आफू चाहिँ ए केटाहरू जस्तो किन नखेलेको आफूहरू गोल रोनाल्डो रोनाल्डो सेलिब्रेसन हानौँ न हो यस्तो सुई हानौँ न यस्ता जहिले यार मैले बोल्छु अरे आउट 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 फेरि आइसक्यो ए हाने हाने ले ए के गरेको गोल 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 रोनाल्डो सेलिब्रेसन सुई ए मिलेन क्या के अरे सु होइन सु अलि बाहिर बसौँ न यार ए यहाँ यार र आफ्नो न यार ले हान्दैन क्या हान्दैन यिनीहरूले हान्दैन गोल कहाँ हान्छ सेभ त गर्न खोजेको नि यार भएन यार बिचरा लास्ट ठिक छ दामी दामी उता अर्को फुटबल आयो तर ल एक गोल ठोप्यो फेरि एक गोल ठोप्यो कहाँ दिएको पास फेरि अब गोल हानिहाल्यो नि फेरि धन्न गयो बल गोल हान्न सक्छ कि गोल हान्न सक्छ ल हाने 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 कहाँ दिएको यार के गरेको यार यस्ता मान्छे गोल हान्दिउँ भनेर यार भएन है भएन गोल भएन यार Ferraru, Melniciuc și Botan să vină la terenul de basket. गोल हाने हाने कालीले गोल हाने कालेमा राम्रो खेलिरहेको कालीले गोल हाने कालीले गोल फेरि हान्यो एक्लै फेरि लग्यो त यार त्यसले त यार या गोल Domnul Sfetcu, mergeți la basket, vă rog. Domnul Sfetcu, vedeți că nu ca aliment. गोल हान्नु भनेको यार एक्लै च्याप्छ यार दामी 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 सेभ यार दामी सेभ हान्दै नि बोरोलाई यार
हामी खेल्न पाइँदैन है त्यो पनि है ल गोल 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 कसरी फल हुन्छ त्यो आफै फल हुन्छ त कसरी यार फेरि हान्यो अब थाने ए यसको नाम थाने है ए थानेको यो फेरि काले रमाइलो हल्का लग्यो 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 हो सही 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 यो लम्बू फेरि के गरे जान हो लम्बू ल यस्तो छ हामीलाई पनि पालो दे हामी पनि खेल्ने हो Ne trebuie un basketbalist. O să oprim orice sport pe terenul principal până nu găsim un basketbalist. कपिराइट लाग्ने कि आवाज उस बजिरहेको छ यार साउन्ड बजिरहेको छ यार ल हाम्रो कार्ड यो चाहिँ आइसक्रिमको अघि खाइसक्यो अब यो तीनटा छ एउटा दुईटा तीनटा के हो है अब के पाइन्छ सर अब सबै माग्ने अब हामी यहाँ एकजना साथी यता दुईजना तिनवटा जान्छ नेपाली सब पछाडिसम्म हामी पछाडि यहाँ चिकन बन्दैछ यतातिर ससेसहरू के छ आलुहरू मान्छेहरू यता छ सब लाइनमा छैन हामी पनि लाइनमा हामी पनि लाइनमा त हो होइन खाने कार्ड देखाउ नि खाने ल नेपाली पो हो म त यार यहीँको लोकललाई भनेर बसिरह यार थ्याट उल्लु बनाएँ नि म उल्लु भयो यार त्यही त आफू लोकल जस्तो देखिन्छ नि म त लोकलै भनिरह नि अघि नै बार यार रो चाहिँ नेपाली रहेछ नि यार यहाँ काम गर्ने यार अनि देख्दा सेम अनि लोकल जस्तो देखिन्छ नि यो त देखिहाल्यो मित्रले यार सेम लोकल जस्तो देखिन्छ म झुक्किदिएर यार केटाको झुक्यो यार थाहै भएन यार म त यार यहाँ के छ होइन यतातिर यो त सब पछाडि मान्छेहरू छ के मान्छे चाहिँ म मान्छे अब अहिले चाहिँ खाइसकेँ अब अहिले यसको यो भाग लिएर म फेरि ब्याक हुन्छ है त ब्याक अब यहाँ सुरु भइसक्यो साथीको पाला आउनु लागिसक्यो मेरो पनि पाला आउनु लागिसक्यो अब त हाल्दैछ मेरो पाली हाय अब यो ल अब मेरो पाली सब भइसक्यो अब मेरो पाली आउँछ कुद्दैछु कुद्दै ए सब लाग्यो नि If you don't speak, no problem. I don't know. Hello, my friend. ल हामी आइसक्यो हामी तिनजना यता मेरो छ यता मेरो छ यता यता छ अब हामीले छ यिनीहरूले किन खै अब हामी खाना सुरु गरियो यो चाहिँ के हो मलाई दिएको होइन मैले त लिइनँ यार त्यही त नि बियर त कहाँ खान्छ त नि मैले जुस होइन हो खै ट्राई गरौँ त है यो चाहिँ के हो त नि फेरि यो दिएको छ मलाई त नि तातपानी हाउ कुरा नगरौँ न ल म चाहिँ अब खान्छु खाइसकेपछि म चाहिँ
हाँ कतिको देखेको छ राम्रो देखेको छ थाहा छैन यार कपिराइट लाग्ने कि कपिराइट लाग्ने कि यार गीत बजिरहेको नि त Rata Deniz. Gel. Coşalım. Abi bu et için atar. Hai, cabeça, team. Hai. Participar la contează. Yunus Akgül sen Kelamı Bulore. Chutney lastă, sir. गीत बजिरहेको छ है आगे तुम्हाला सर ल हामी त खाइसक्यौँ त लाइन अझै लाग्दैछ त्यहाँ हामी चाहिँ खाएर हिँडिसक्यौँ हात धुन हात देखाएको नि त हामी नेपाली हो भित्र गएर हामी हात धुन्छौँ त्यहाँ साइकल पनि छ साइकल चलाउनु पाउनुले साइकल पनि चलाउनु पायो सब गर्न पायो होइन कुरा कम्पनी यही हो अहिले कपिराइट लाग्न सक्छ मेरो फेरि अन्त भित्र हात धुन जानु लाग्यो बाथरुममा यस्तो चिल्लो छ मेरो मुख पनि चिल्लो आयो होइन चिल्लो छैन होला सायद तर हेरौँ यहाँबाट इन्ट्री हुन्छ अहिले साइकल अहिले आएर साइकल चलाउँ ल म साइकल चलाउनु पर्छ अहिले यार म साइकललाई चलाउनु पऱ्यो एकछिनपछि ठुलोवाला पाइँदैन हो भित्र चाहिँ साथ गर्न पाइँदैन म गएँ यता गयो बन्द गर्यो ल अन्तिम भइसक्यो अब गाडी आउनु सुरु गरिसक्यो यो त होइन भने त गाडी आउनु सुरु गरिसक्यो अब मान्छे पनि लगभग घटिसक्यो एउटा गाडी यहाँ आएर बसिसकेको छ एउटा गाडी आउँदैछ हाम्रो गाडी आउँदैछ अब पार्किङमा कारहरू टन्नेछन् हाम्रो गाउँले यिनी पनि बागलुङे म पनि बागलुङे तिमी कहाँ अरे बागलुङ कहाँ अरे बा काटेखोला गाउँपालिका टङ्ग्राम अनि काठखोला गाउँपालिका टङ्ग्राम भन्ने गाउँ होइन ल म चाहिँ फेरि वडा नम्बर 4 अनि टोलधारा म चाहिँ फेरि बागलुङको बडीघाट गाउँपालिका 2 चकनियार भन्ने गाउँको हामी चाहिँ अलिकति टाढा छौँ जिल्ला त एउटै हो तर त्यही 3-4 घन्टाको फरक 3-4 घन्टाको फरक हो त्यहाँ केटाहरू अलिकति खेल्दैछन् अब मान्छेहरू जाँदैछन् घट्दैछन् सबै आफ्नो आफ्नो गाडी भएका मान्छे पनि गइसकेका छन् अझै कति आधा छन् कतिको बाँकी छ हामी चाहिँ गाडीमा जाने यहाँ दुईवटा गाडी साइडमा रहेछ त्यहाँ आएर बस्यो यो सानो एउटा गाडी छ हाम्रो गाडी आउँदै बाँकी छ अब मान्छे पनि खाने मान्छे पनि उठाउन लागिसक्यो यसले पनि उठाइसकेको छ यहाँ राम्रोसँग भिडियो चाहिँ बनाउनु पाइएन यार आफ्नो भिडियो बनाउनु पाइएन यो कम्पनी अच्छा यो कम्पनी आज शनिबार यत्तिकै गयो यत्तिकै हल्लिएर गयो खास चाहिँ रमाइलो त गरिरह्यो हामी तर रमाइलो चाहिँ कति कैद गर्न पाइएन भिडियोमा त्यही हो ठिकै छ टाइम पास भयो त्यही पनि अब गाडी आएको हाम्रै यो होइन ऊ पछाडि चाहिँ होला ल गाडी चाहिँ आउँदैछ अब ऊ त्यतिर आउँदैछ ऊ छिटोमै गाडी आइसक्यो यो गाडी हामीलाई लगेर फेरि अर्को ग्रुप लिन आउनुपर्छ काम गरेको ग्रुपलाई लिन आउनुपर्छ फेरि ल अन्तिम हुन लागिसक्यो जान्छन् सब मान्छेहरू हेर्दिनु ल हाम्रो गाडी आउँदैछ बस आयो हाम्रो हामी चाहिँ अब जान लाग्यो हामी अगाडि गयो फेरि बस यता आयो यताबाट यता आएको ल खाइयो नि त अहिले मुखमा मैले खाएन ब्याक गर्दैछ केटा भाइ ल बस आयो हाम्रो बस यही हो हामी जान्छौँ ल जाउँ
फाइनली बस आयो केटा हो भट्टे के छ खबर ठिक छ नि हाय द सेफु लु हाम्रो पनि अब गइसक्यो म त आयो ल फाइनली बसमा चढियो बसको माहौल यस्तो छ तर म यतै बस्छु के फेरि गनाको ल केटाहरूको इन्ट्री भयो त्यसो गरी फाइनल्ली गाइस आजलाई सकियो रात ओ अगर राम्रा जोस जित्थ्यो केटाहरूले गेम जित्यो है आज पानी मलाई गेम जित्यो के गेम खेल्थ्यो गेम जित्नलाई जित्यो त अब कुरा गर्ने अनि प्राइज पनि पायो केटाहरूले कति के पायो 1000 ले 1000 ले हो 1000 ल्यायो के ए कमाइ उठायो बुढाले कति 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 उठाउनु भयो बोतल झोला नि यति छ नि सर कहाँ अट्छ त्यहाँ डिक्कीमा हाल्यो भन्नु पायो भने त बडै गयो है किल भयो भने केटाले हेर्छ नि के हो भाइ जितेर टोपी गिफ्ट दियो ल अब हामी गाडी चलिसक्यो है हामी यति हो हामी लोकल छ होइन 2-3 जना लोकलहरू छ अरे 2-3 जना लोकल आउनु बाँकी छ त्यसपछि हाम्रो गाडी जान्छ फेरि यो गाडी फेरि फिर्ता आउँछ यही यहाँ किन आउँछ भने यहाँभित्र काम गर्ने मान्छेहरू छन् कम्पनीमा काम गरिरहेको छन् तिनीहरू लिन आउनुपर्छ कागले यता कुरा गरिरहेछ के कुरा गरिरहेछ रुममा गएर पनि फेरि अब दबाई छरे छरे अब रुममा छिर्न पाउने होइन होला कहाँ गएर बस्ने हो सफा मिल्ने सफा गर्ने बस्ने 1-2 घन्टा हो कि खास हो के 1-2 घन्टा हो तर 5 वर्षसम्म नछिर्ने भने छ अरे किनभने साह्रै बल खेल्नु मन गर्यो उता पर हामी चौरी ल आजको भिडियो यतिसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हामी कोलेगोहरू बाई भाइ त भन्न मात्र उदय उमेर गल्ती भयो होइन हो मेरो त बिचरा मैचाङहरू हुन् के अरे आउँछ यताको उता हैट। बाहिर उता बाहिर हाम्रै हो त्यो आफ्नो लगाउँछ फेरि भनौँ त त्यो हाम्रै हो त्यो उहाँको बुहारी हो मेरो चाहिँ होइन यता उलीको चाहिँ हो मेरो चाहिँ होइन ल अब चाहिँ राख्न पर्यो अन्तिम हो राख्न पर्यो मनिषले त हाँ? हेलो गाइज एभ्रिवान के पो तिम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैले अनि के हो तिम्रो युट्युब च्यानल मेरो के छ है मैले पनि बिर्सेँ यार रोहन भला गर्छ कि भला गरेर रहन्छ रोहन मैले पनि ब्लगर बिर्सेँ यार ब्लगर रोहन जसलाई भए सब्सक्राइब गरिदिनु होला एकदम धेरै धेरै फ्यान बनाइदिनु होला मान्छेले जाने हो कि ल मैले अनि आफ्नै नाम अब भलक बनाइरहने भए पो याद हुन्छ कि होइन कहिले अब अलग झलक बनाइन्छ त अब त्यही त हो नि त्यही भएर वर्ष दिनमा 2-3 त आउँछ नि त्यही भएर बिर्सेको मैले आफ्नै भलकको नाम मैले आफै बिर्सिन्छु नि कहाँबाट प्रगति हुन्छ त ला साइकल चलाइयो खाइयो फुटबल हेरियो भलिबल गेम खेलियो 1-2 चोटि बास्केटबलमा हानियो भन्दै मेरा प्यारा प्यारा मित्रलाई ठोक दिया बाई नमस्ते हम फेरि भेट्छौँ गुड बाई